यतिक चढायो भने मान्छे अब सिधै पर्लोक पुग्छ। राइट सेट गर्नुपर्छ, राइट स्टार्ट गराउनुपर्छ। पोखरी त ड्याम्नु छ खेल्दा। मासुहरू खाइरहेको छ यहाँ, मासुहरू पनि माग्दो रहेछ। कुकुरले पनि चिप्ले जस्तो छ। हेलो गाइज, गुड मर्निङ। अहिले म उठिसकेको थिएँ बिहान यहाँ। बनाएको राइटमा ढाक्क लाएर अनि म देउरालीतर्फ जान्छु। के कसो हुन्छ बाटोतिर तपाईँहरूलाई देखाउँछु भिडियो राम्रोसँग। अन्तिमसम्म हेरिदिनु होला। अहिले म मेरो घरको छेउमा आइसकेको छोरीको देख्न सक्नुहुन्छ यो ट्र्याक्टर लाएर। आज हामी जान्छौँ पारि देउरालीतिर घुम्न। माथि बाइकको माउन्टहरू के हो सानो मान्छेहरू। देउराली तल्लोपट्टिको भाइरल घरमा आइसकेको छ। घरमा एकछिन पुगेँ, फेरि भाइरल गर्छु। फेरि मजा आइरहेछ, मजा। एक्लै हिँड्नुमा फेरि छुट्टै मजा छ नि गाइज। यस्तो बल भ्यू छ यता। वाउ, क्या नजारा है। ल त्यो भाइरल गर्छु ल। तपाईँहरू आउनुहोस् यता पिकनिक सिकनिक गर्नुको लागि बबाल छ। यतातिर आगो साग बालेर त्यता आगो बालिनु भयो, नाचगान गरिनु भयो, जे गरिनु बबाल छ यता। र अनि यता फेरि भूत पोखरी भन्छ, तर पहिला यो ठाउँ नाम चाहिँ सिम खर्का भन्थ्यो। अहिले तर भूत पोखरी। पोखरी त ड्याम्नु छ खेल्दा। पहिला हामी सानो हुँदा यता आउँथ्यो खेल्न, डुब्थ्यो पुरै। अन्त पोखरीसम्म ताल भएछ। ल त गाइस, बर्खाको बेलामा तपाईँहरू नि अब पौडी खेल्नु चाहिँ भने यहाँ आउनु सक्नुहुन्छ। एकचोटि आएर चेक गरिदिनु होला यतातिर टक्क आएर। अनि पिकनिक गर्नु तपाईँहरूलाई इच्छा लाग्यो भने त्यहाँ पर गएर पिकनिक गरेर बस्न सक्नुहुन्छ। है त गाइस, अहिले हामी माथि जान्छौँ। अझ माथि फेरि हाम्रो भाइहरू आजहरू माथि हुनुहुन्छ, मैले पठाइरहेको। आजदेखि बिहानै उठ्दिएको, अघि घरतिर उठ्दाखेरि निन्द्रामा थियो, अहिले चाहिँ हल्का बल्ल फ्रेस भयो। र देख्न सक्नुहुन्छ यता आगो फुक्यो, यता नि आगो फुक्यो ट्याक्क। बाइक ट्याक्क त्यहाँ। वाउ, यो हो नि त मजा भनेको, बिहान उठ्नुको।
यता गाइस अब हामी फेरि हाम्रो बाइक छेउमा आइसकेको छ माथि गएर फेरि अब भेट्छौँ हो गाइस अहिले चाहिँ हाम्रो यहाँ खाजा सेट आइसकेको छ बिहान ल ओइ भोटे हो क्या आज यता हो ओइ भोटे हो त हो बवालको कुरा छ ल लदेखि चाहिँ अब्जेक्सन हामी ब्रेकफास्ट गर्छौँ अनि त्यसपछि भेटौँला ट्याक्क लगाएर देउरालीको सी देउरालीमा कुकुर खतरा रहेछ मान्छे जस्तै टक्क हामीले के यहाँ मासुहरू खाइरहेको छ यहाँ मासुहरू पनि माग्दो रहेछ पुरै यस्तो कोट्याउँदो रहेछ उता बाख्राबाट पनि बवाल देखिरहेको त्यहाँ कान कति लामो क्या त्यसको कानै लामो भर्खर हिँड्दै यस्तो हिँड्नु नहुने यतै लड्ने उतै लड्ने बाटो चाहिँ अप्ठ्यारो छ गाइस ल गाइस आज हामी रमाइलो भयो अब हामी जान्छौँ आज चलाइरहेको स्कुटी यहाँ हेलो गाइस आजको सब लगभग हाम्रो यहीँमा एन्डिङ चाहिँ हुन्छ होला ल अब सानो भाइले यहाँ बाइक चलाउँछ ठक्क लगाएर ल त गाइस अब तलतिर के हुन्छ घरतिर गएको छौँ भिडियो हेर्नुहोस् ए अब भाइहरू चलाइरहेको छ यतिकै चलायो भने मान्छे अब सिधै पर्लोक पुग्छ राइट सेट गर्नुपर्छ राइट स्टार्ट गर्नुपर्छ बवाल भयो हामी अब घरतर्फ जान्छौँ त अहिले भर्खर हामी देउराली यतातिर आइपुग्यो